ल हाम्रो बिहानको सुरुवात चाहिँ सिधै होइन टेम्पोबाट अटोबाट पोखराको लागि निस्केको हामी अब आचारी चोक जान अट्टारी होइन अट्टारी चोक अट्टारी ल अब हामी यहाँ आएर पार्क डुल्दैछौँ 8:20 बसाउँछ भने होइन 8 बजी हिँड्छ भने होइन 8:20 बल्ल हिँड्छ कि त्यो यहाँ आउँदा उस्तो गरे 9 बज्छ अनि यिनीहरू यहाँ बुढाबुढीहरू बस छुट्छ भने छिटो लिएर आए 1 घन्टा यहाँ कहाँ जाने पार्क डुल्दै पार्क जलदेवी पार्क Today we heading towards पोखरा भन्दै हामी अब अगाडितिर लागिरहेको छौँ ल हामी चाहिँ पोखरा जान निस्केको तर पोखरा जाँदा हामी युएस आइएछ ऊ ल आयो अब आज पोखरा जाने यसो कपाल सपाल त मिलाइएन जस्तो त्यस्तो तल आयो हामी अब आफ्नै घर जानु त हो भनेर हामी अब सबै चितवन त चप्पलमा घुम्यो अरू त अब त्यस्तै ओए ब्लाउन हामी त समुद्र पनि आइएछ ए भन्छ यो त फेक रहेछ सही रहेछ है ल ओ वाव हामी त पुलमा आयौँ लुक एट द पुल पानी रहन्छ क्या यहाँ पानी भएको पनि अलिकति सौ थियो होला कि है पुल छ हेर्न त भने पठाएँ यस्तो पुल भयो यस्तो भन्ने सँगैमा मेरो मायाले दिएको फुल त यस्तो भइरहेछ नि हेर कसैको मायाले दिएको फुल कसैको उहाँ फेरि बोयफ्रेन्डसँग बोलाउन पाएर ओहो बिचरा वन्दनाको फोन आएको आइछ फेरि ए उयो त पनि ऊ कसको ऊ अर्को झल्ली त बोलिरहेछ उहाँ बहिनीहरू यस्ता भइसके दासैको अत्तो पत्तो होइन दाइले भाउजू बनाइसके ए ल हुन्छ हामी निस्क्यौँ अरे भाउजूलाई नि पठाइदिनु न पर्सनल भ्लग एउटा यस्तै छुट्टै एउटा युट्युबको लागि छुट्टै भाउजूलाई ए हुन्छ ल हामी निस्क्यौँ अब बस आइपुग्नु लायो अरे तर हामी बस पार्कै गएर हुन्छ एउटै है त्यो है ओके अनि एन्टिलेट परेर कालै देखेर के गर्ने रे अटो रोकेर पोखरा जानुहुन्छ तन्ने गाडी ल हामी चाहिँ बस आइसकेको छ रेम्बो ट्राभल्स रेम्बो एडभेन्चर ल हामी बस आइसकेको छ होइन अब हामी जानुपर्ने हुन्छ पोखरा बस यहाँ आउँछ कति हिँडाका हुन् हामीलाई यो होइन यो नेक्स्ट रेम्बो एडभेन्चर पोखरा
बस्दै जाउँ त हो त्यहाँदेखि यता मिलाएर बस्छ हो त्यहीँ बस्दै जाउँ न लाइनसँग त्यति जग्गा बस्दै नि हुन्छ यहाँ एकछिन रोक्छौँ हो है ओके थ्याङ्क यू थ्याङ्क यू बसलाई बाई बाई गर्दै हामी पृथ्वी चोक झरिसकेका छौँ अब हामी यहाँबाट जाँदैछौँ अर्को बस चढेर घर हामी घर जाँदैछौँ बाई 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 ए बुढाबुढी बुढाबुढी पोको बन्दुर बोकेर होइन म बोकिदिन्छु पोखरा आयो पोखराको बस चढियो ओके अञ्जनालाई त्यहाँ बस्यो भनेर कराएको एउटा हामी लोकल मान्छे लोकल स्टाइल है भारी बोके अब त आफ्नो गाउँ आफ्नो मर्जी आफ्नो इलाकामा कुकुनी डन हुन्छ पल्टनबाट छिट्टै आउँछ तिमीबिना मनले कामन्छ पल्टनबाट छिट्टै आउँछ दम पल्टन अब अपन गाइस सब कुछ मास्क लगाउनु हो हातमा लगाउँ न खैचिरौँ पल्टनबाट छिट्टै आउँछ किसान आएको जस्तो दौडाइ अपने गाँव भर की आए नया नया सपना लाए वो काली ओराली गर्दै